मेरो दिमागमा अघि नैदेखि नै चाहिए भनेर मोमो भित्र बसिहालेको थियो। अनि शिवांशको चाहिँ फेरि कहिलेकाहीँ जुठो चाहिँ सबै मासु पायो भने सबै चोर्न आउँछ होइन, अनि कहिले चाहिँ उसको जुठो चल्दैन फेरि। हेलो गुड मर्निङ एन्ड नमस्ते एभ्रिवान। तपाईँ सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका मेरा सम्पूर्ण सब्सक्राइबर साथीहरूलाई चाहिँ वेलकम ब्याक टु सबि रिमाल च्यानल एन्ड दिस इज मी योर डियर 10 years सबि रिमाल विथ अनदर न्यू ब्लग। सो फ्रेन्ड्स, कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, आफ्नै जिन्दगीमा मस्त रहनुहोस्। अनि मर्निङको स्टार्टिङ चाहिँ एकदम फ्रेस पोजिटिभ भाइब्समा गर्नुहोस् भन्न चाहन्छु र तपाईँहरूलाई चाहिँ म अनाउन्स गर्न चाहन्छु अब चाहिँ मेरो आजबाट नै 100 days ब्लगिङ च्यानल स्टार्ट हुँदैछ। कि जम्मा 2 मिनटको किन नहोस्, मेरो लागि चाहिँ च्यालेन्ज चाहिँ एकदमै च्यालेन्जै हुन्छ होइन। सुत्दै पनि मैले चाहिँ अब एकदम अठोट गरेर स्टार्ट गर्दैछु 100 days च्यालेन्ज हो। साथ दिनुहोस्, सपोर्ट दिनुहोस्, राम्रो नराम्रो के हुन्छ भन्नुहोस्। यही 100 daysमा मैले आफूले आफूलाई इम्प्रुभ गर्नेछु। एन्ड मन परिहाल्यो भने लाइक कमेन्ट गरिदिनुहोस्, असाध्यै मन पर्यो भने सेयर गरिदिनुहोस्, च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनुहोस्। पुराना साथीलाई भिडियो के कस्तो लाग्छ कमेन्टमा बताउँदै जानु होला है त। ओके, स्टे ट्युन एन्ड किप वाचिङ साथीहरू। बाहिर घाम लागिसकेको छ, एकदम प्रचण्ड घाम लागिसकेको छ। अब चाहिँ म चिया खाएर डेको स्टार्ट गर्छु। सर्वज्ञ उठ्ने बेला हुँदैछ, सो फटाफट चिया खाइहाल्नु पर्यो। सो चिया पनि खाइसकेँ है। सानीको लिटो पनि रेडी भइसक्यो, तर कपडा सुकाउनु पनि थियो। मैले सानीलाई छोडेर आउनु मिल्दैन थियो, सो ऊ एकछिन घाममा खेल्छ अनि म कपडा सुकाउँछु भनेर आएँ। तपाईँहरूलाई कपडा मैले सुकाइसकेँ, तपाईँहरूलाई यहाँ हेर्नु ब्युटिफुल भ्यू देखाइदिन्छु। त्यसपछि एकछिन सानी खेल्छ अनि म एकछिनमा फेरि तल जान्छु। अब खुट्टामा लाग्यो नि त त्यसरी त। छोरो, त्यो कुन गेम हो? यो कुन गेम हो? ए घचट्नी? ए हे, त्यहाँ त अनि यहाँ ऊ छ नि त पाइप, देखेन? यहाँ अगाडि पाइप छ नि त, यता अब यता हो। अब लग्यो। Stop, 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 stop. Hello, sir. खुट्टामा लाग्छ। हेलो, यहाँ चाहिँ यो दिदीले के गर्नुभएको तपाईँहरूलाई थाहा छ भने कमेन्टमा लेखिदिनु है। मलाई चाहिँ थाहा छैन, तपाईँहरूलाई थाहा छ भने लेखिदिनु होला है। वेल, अब चाहिँ सानोको लिटो खाने पाइला भयो, टाइम भयो। अनि यहाँ सानो प्लेटमा म पहिला हाल्छु थोरै, अनि त्यसपछि फटाफट खुवाइदिन्छु। पुरै हिरो भएर बसिरहेको छ, तेल सेल लाएर कपाल बाँधेर एकदम रेडी छ खानको लागि। म यहाँ चम्चा दिएर जिस्काउँदैछु पहिला। उसलाई एकदम माइन्ड मेकअप गराउनु पऱ्यो नि त, अब खाने टाइम भयो भनेर। खाना खान थालेको, खाना नि बेला भयो। हिजोकै थियो मलाई यो, अनि टन्नो अचार लिएर बसिएको छु। यसलाई टन्न खुवाएर राखेको। ऊ पनि सर अगाडि बढ्नु भएको खाना खान भनेर। के भन्नु, गाह्रो पो छ त हो मलाई त। दाजुभाइ, सानो यसो गर्थ्यो। Okay, well then go buy a pair already. Okay, where do I buy pants? I have no clue. You better hurry up though. I'm almost देऊ न, डिस्टर्ब नगर्दा। 2 चाहिँ 2:30 3 बजीतिरमा सानोलाई जाउलो खुवाउँछु। अब जाउलो खाने टाइम भयो। जाउलो खाइसकेपछि अनि एकछिन घुम्न जान निस्किनुपर्छ। मेरो चाहिँ अफिस पनि थिएन, अनि बिहानदेखि नै भित्र टाउको नै दिमागै फुट्ला जस्तो भएर एकछिन फ्रेस हावा खानलाई बाहिर निस्केको साथी सरर।
कहिलेकाहीँ जुठो चाहिँ सबै मासु पायो भने सबै चोर्न आउँछ होइन, अनि कहिले चाहिँ उसको जुठो चल्दैन फेरि, यस्तो छ। अनि आज शिवांश हजुर कहाँ आइसक्यो बेबी? हजुरको डिमान्डमा है, हजुरलाई यहाँ आइरहनु मन लाग्छ होइन? शिवांशले चाहिँ यसको खाएको, मैले चाहिँ यो खाएको कच्चा आँप। सर्वज्ञले चाहिँ पाइप खाइरहेछ। टक्क लाएर सोडा पानी खाइसकेपछि चाहिँ बुवालाई पनि भेट्न भनेर हामी सर र पिपले गयौँ होइन। त्यसपछि यहाँ बुवाको चाहिँ अर्को नयाँ घर बन्दैछ, यहीँनिर बन्दैछ। अनि टक्क लाएर बन्न थालेको यो एकदम गोधुली साँझमा कस्तो राम्रो भ्यू पनि देखेको के। हेऱ्यौँ ओऱ्यौँ, अब चाहिँ निस्किने बेला पनि भयो। अब चाहिँ सरसर्ती एकछिन दिदी कहाँ जान्छौँ होला, अनि त्यसपछि चाहिँ हामी आफ्नै आवासमा जान्छौँ। हजुर छुट्यो भनेर होला नि त, छुट्यो दादाले छुटायो भनेर होला। हुँदैन। सर पनि खाना थाल्नु भएको छ। मैले अघि नै किन मोमो खाने भनौँ, मेरो दिमागमा अघि नैदेखि नै चाहिँदै भनेर मोमो भित्र बसिहालेको थियो। त्यही भएर भने। अनि उहाँले चाहिँ अलिकति पानी चिरेछु ल। न उयो छ अर्को, त्यो सबै केराको छोइला पार्छ जस्तो। अहिले हिजो भिडियो इन्ड गर्न बिर्सेछु होइन। सो आज भिडियो इन्ड गर्दैछु र मैले तपाईँहरूलाई फेरि 1 सेकेन्ड भने 100 डेज भ्लगिङ च्यानल चाहिँ आजबाट स्टार्ट गर्दैछु। आज डे 1 भयो होइन। तपाईँहरू चाहिँ 100 डेजसम्म म सँगसँगै मलाई साथ दिनु होला होइन। अब जसोतसो मैले भने इजी त छैन मेरो लागि, तैपनि मैले चाहिँ अब च्यालेन्ज एक्सेप्ट गरेँ होइन। सो साथ सपोर्ट दिनु होला। ओके, थ्याङ्क यू सो मच फर वाचिङ अस। सी यू अन अनदर ब्लग। बाई, गुड नाइट, टेक केयर।